नमस्ते, म सीए सुशान्त थपलिया। आजको यस भिडियोमा मैले नेप्लिज ट्याक्सेसन, नेपालको कर प्रणाली नेप्लिज ट्याक्सेसन सिस्टमको बारेमा चाहिँ आफ्नो केही नलेज सेयर गर्न गइरहेको छु। जुन यो मैले कुराहरू गर्दैछु जुन बेसिक ट्याक्सेसनको बारेमा हो। नेप्लिज ट्याक्सेसन नेपालको कर प्रणालीको कुरा गर्दै गर्दा सुरुमा मैले ट्याक्सलाई क्लासिफाई गर्छु। ट्याक्सलाई मैले दुईटा भागमा क्लासिफाई गर्छु। फर्स्ट वान इज डाइरेक्ट ट्याक्स एन्ड सेकेन्ड वान इज इन्डाइरेक्ट ट्याक्स। डाइरेक्ट ट्याक्स भन्नाले प्रत्यक्ष कर र अर्को चाहिँ अप्रत्यक्ष कर। अब डाइरेक्ट ट्याक्समा के पर्छ त? डाइरेक्ट ट्याक्समा पर्छ हाम्रो इन्कम ट्याक्स पर्छ इक्जाम्पलको लागि, भने इन्डाइरेक्ट ट्याक्समा पर्छ हाम्रो भ्याट पर्छ, कस्टम ड्युटी पर्छ इन्डाइरेक्ट ट्याक्समा। डाइरेक्ट ट्याक्सले डाइरेक्ट किन भनेको त? डाइरेक्ट किन भनेको भन्दाखेरि जुन डाइरेक्टली कुनै एउटा पर्सनको इन्कममा लेबी गर्ने भयो, जुन ट्याक्सको बर्डन हुन्छ त्यो चाहिँ एउटा पर्सनमा मात्र सीमित रहन्छ, त्यसलाई ट्रान्सफर गर्न मिल्दैन। त्यही भएर त्यो डाइरेक्ट ट्याक्स भयो। भनेको कुनै एउटा पर्सनको आम्दानीमा डाइरेक्टली चार्ज गरिने, डाइरेक्टली लेबी गरिने भएर त्यसलाई डाइरेक्ट ट्याक्स भनेको। र इन्डाइरेक्ट ट्याक्सलाई किन इन्डाइरेक्ट भनेको, किन अप्रत्यक्ष कर भनेको भन्दाखेरि त्यसलाई इन्डाइरेक्ट भन्नुको कारण चाहिँ त्यो कुनै पनि व्यक्तिको इन्डिभिजुअलको पर्सनको इन्कममा डाइरेक्टली चार्ज गरिने होइन भन्नाले इन्डाइरेक्ट ट्याक्सलाई इन्डाइरेक्ट भन्नुको कारण चाहिँ त्यस्तो ट्याक्स जसको चाहिँ बर्डन सिफ्ट गर्न सकिन्छ। भनेको सप्लायरबाट कस्टमरमा, कस्टमरबाट अदर कस्टमरमा, जस्तै प्रड्युसरबाट हाम्रो सप्लायरमा, होइन, सप्लायरबाट फेरि कस्टमरमा, यसरी चाहिँ ट्याक्सको बर्डन चाहिँ सिफ्ट गर्न सकिन्छ। त्यही भएर त्यसलाई इन्डाइरेक्ट ट्याक्स भनेको। अब डाइरेक्ट ट्याक्सको कुरा गर्दाखेरि नेपालमा मैले इन्कम ट्याक्स 2058, इन्कम ट्याक्स 2058लाई कुरा गर्छु। र इन्डाइरेक्ट ट्याक्सको कुरा गर्दाखेरि मैले भ्याट एक्ट 2052, मूल्य वृद्धि कर 2052को कुरा गर्नुपर्ने हुन्छ। अब डाइरेक्ट ट्याक्सको कुरा गर्दाखेरि त्यो पनि अब इन्डिभिजुअलको लागि फरक रेट हुनसक्छ, कुनै एउटा फर्मको लागि फरक रेट हुनसक्छ, कुनै एउटा कम्पनीको लागि डिफ्रेन्ट रेट हुनसक्छ, कम्पनीमा पनि म्यानुफ्याक्चरिङको लागि डिफ्रेन्ट रेट हुनसक्छ, यसै गरी स्पेसल इन्डस्ट्रीको लागि डिफ्रेन्ट रेट हुनसक्छ। त्यो रेट चाहिँ हाम्रो जो बजेट पास हुन्छ त्यसपछि एउटा रेट तोकिएर आउँछ र त्यही तोकेको रेटमा चाहिँ हामीले त्यो फाइनेन्सियल इयरमा ट्याक्स लगाउनु पर्ने हुन्छ। अब इन्डिभिजुअलको इन्कमको कुरा गर्ने हो भने यदि कुनै इन्डिभिजुअलको स्यालेरी इन्कम छ र उसको 5 लाख, कुनै एउटा इन्डिभिजुअल जो चाहिँ अनम्यारिड हो, फेरि हामी म्यारिड र अनम्यारिड हेर्नुपर्ने हुन्छ। कुनै एउटा इन्डिभिजुअल जो अनम्यारिड हो, जो सिङ्गल छ, जसको स्यालेरी इन्कम चाहिँ एनुअल इन्कम 5 लाखसम्म छ भने त्यसमा 1% ट्याक्स उसले तिर्नुपर्ने हुन्छ। तर त्यो ट्याक्स उसको अलरेडी स्यालेरी आउँदाखेरि नै डिडक्ट भएर आइसकेको हुन्छ। त्यो भएर उसले छुट्टै रिटर्न फाइल गर्नु परेन। भन्नाले सिम्पल भाषामा कुनै पनि व्यक्ति जसको स्यालेरी इन्कम छ उसको चाहिँ 5 लाखसम्ममा चाहिँ उसको 1% कर लाग्छ, होइन। अब त्योभन्दा माथि 5 देखि माथिमा फेरि 10%, होइन, 20%, 30%, त्यसरी चाहिँ ट्याक्स रेट लगाइन्छ। यसरी कुनै पनि इन्डिभिजुअल जो म्यारिड छ भने उसको 6 लाख एनुअल इन्कम 6 लाखसम्ममा चाहिँ उसको 1% एसएसटी अथवा ट्याक्स टिडिएस उसले चाहिँ तिर्नुपर्ने हुन्छ। भनेको उसको स्यालेरीमा नै त्यो काटिएर आउँछ। त्यसपछि 6